हजुरहरूले कहिले सोच्नु भएको छ जर्मनमा द डग चाहिँ कहिले डेर हुन्ड हुन्छ भने कहिले चाहिँ डेन हुन्ड चाहिँ किन हुन्छ? Hallo zusammen, mein Name ist Pratik und herzlichen willkommen in meinem YouTube-Kanal Pratik the Deutsch Lerner। आज चाहिँ हामी हाम्रो नयाँ भिडियोमा जर्मन केसेसको बारेमा डिस्कस गर्न गइरहेका छौँ, जसलाई चाहिँ जर्मनमा काजुस भनेर भन्ने गरिन्छ है त। हामीले चाहिँ जर्मन केसेसमा बिगिनर लेभलबाट जानी हो भने तीनटा केसेसहरूलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अनि ती तीनटा केसेसहरूको नाम चाहिँ नोमिनाटिभ, आकुजाटिभ र डाटिभ रहेको छ। यदि हजुरलाई यी तीनटा केसेसहरू बुझ्न एकदमै गाह्रो भइरहेको छ भने नो वरिज, आज चाहिँ म हजुरहरूलाई यसको कन्सेप्टलाई केही इक्जाम्पलहरूको सहायताले हजुरहरूलाई क्लियर पार्ने ट्राई गर्नेछु र लास्टमा एउटा सर्टकट मेथड पनि हजुरहरूलाई भन्नेछु है त। अब धेरै टाइम वेस्ट नगरी भिडियोतिर अघि बढौँ है त। सबैभन्दा पहिला जर्मन केसेसहरूलाई बुझ्न र त्यसलाई सेन्टेन्समा युज गर्नको लागि हामीले एउटा सानो रुल सम्झिन जरुरी हुन्छ है। अनि त्यो सानो रुललाई चाहिँ मैले यो टेबलमा रिप्रेजेन्ट गरेको छु। अब हजुरले जर्मन केसेसहरूको बारेमा बुझ्न खोजिरहनु भएको छ भने जर्मनमा तीनटा आर्टिकलहरू हुन्छ भन्ने कुरा त हजुरलाई थाहा नै होला र त्यो तीनटा आर्टिकलको मतलब पनि एउटा नै हुन्छ, द। अब हजुरलाई चाहिँ यो टेबल चाहिँ याद हुनु नै पर्छ। यो टेबल याद गर्न त्यति गाह्रो पनि छैन। नोमिनाटिभ केसलाई चाहिँ याद गर्नुपर्ने हुन्छ हजुरले। अनि त्यसको अनुसार चाहिँ अब हेर्नु, आकुजाटिभमा चाहिँ डेर मास्कुलिनवाला मात्रै चेन्ज भइरहेछ, डेर चाहिँ डेनमा चेन्ज भइरहेछ। तर डाटिभमा चाहिँ सबै कुरा चेन्ज भइरहेछ। डेर नोमिनाटिभमा छ भने डाटिभमा जाँदाखेरि डेम हुन्छ। अनि दासको पनि सेम नै भइरहेछ। डी चाहिँ डेरमा चेन्ज भइरहेछ। अनि प्लुरलको चाहिँ हल्का फरक के छ यसमा, डेन प्लस पछाडि नाउनमा चाहिँ यान थपिने गर्छ। त्यो प्लस यान भनेको चाहिँ नाउनमा थपिने यान हो है त। अब यो त भयो बेस्टिम्टर आर्टिकल, जसलाई हामीले डिफिनेट आर्टिकल जसरी पनि सम्झिन सक्छौँ। अब हामीले उन बेस्टिम्टर आर्टिकल र इनडिफिनेट आर्टिकल, जसलाई चाहिँ हामीले अ र एन भन्न सक्छौँ इङ्ग्लिसमा। त्यस्तै गरी यसमा आइन हुन्छ। आइनलाई चाहिँ कसरी हामीले चेन्ज गर्ने त्यो पनि हेरौँ है। आइनमा पनि हजुरले नोमिनाटिभ केसलाई याद गर्नु होला। अनि आकुजाटिभमा र डाटिभमा जसरी बेस्टिम्टर आर्टिकलमा चेन्ज भइरहेको थियो त्यसरी नै यसमा पनि चेन्ज भइरहेछ है। अनि अघि नै मैले भनिसकेँ, आइनले चाहिँ अलाई जनाउँछ इङ्ग्लिसको। अब अले चाहिँ एउटा मात्रै सिङ्गल अब्जेक्टलाई रिप्रेजेन्ट गर्ने भएकाले यसमा प्लुरल भन्ने कुरा चाहिँ हुँदैन है त। जस्तै कि अ बुक भनेपछि आइन बुक भन्नाले एउटा सिङ्गल बुकलाई जनायो नि त, त्यहाँ प्लुरल भएन। ओके, नाउ लेट्स डाइभ इन्टु नोमिनाटिभ केस, जसलाई चाहिँ हामीले सब्जेक्ट भनेर पनि भन्न सक्छौँ। पहिलो नम्बरमा सेन्टेन्समा नोमिनाटिभ केसले चाहिँ वेयर, वुड, वास, ओ र के, हु र वाट भन्ने कुरालाई चाहिँ जनाउने गर्छ, कसले काम गरिरहेछ। अनि यी की भबहरू जस्तै जाइन, वेडेन र ब्लाइबेन कतै हजुरले देख्नुभयो भने यसमा चाहिँ 100% नोमिनाटिभ केस हुन्छ है त। अब चाहिँ हामी इक्जाम्पलबाट झन् क्लियर हुने ट्राई गरौँ है। अब हाम्रो फर्स्ट इक्जाम्पलमा हेरौँ। यहाँ चाहिँ डेर हुन्ड इस्ट आल्ट भनिरह। डेर हुन्ड भन्नाले द डग। यहाँनिर ध्यान दिनु होला, हुको एन्सर चाहिँ यहाँनिर आइरहेछ। डेर हुन्ड जो चाहिँ आल्ट ओल्ड छ। अनि भबलाई पनि ध्यान दिनु होला, त्यहाँनिर इस्ट भन्नेको जाइन भब आइरहेछ। अनि नोमिनाटिभ केस हुने नै भयो। अब अर्को इक्जाम्पलमा हेरौँ। डी फ्राउ एयरबाइटेड फिल। सिम्पली चाहिँ हजुरले काम गर्ने मान्छेलाई चाहिँ नोमिनाटिभ केस भनेर बुझ्न सक्नुहुन्छ है। अब अर्को इक्जाम्पल चाहिँ हजुरले आफै हेर्नु होला र यसलाई पनि छुट्याउने ट्राई गर्नु होला कहाँनिर नोमिनाटिभ युज भइरहेछ भनेर है त। ओके, नाउ लेट्स मुभ इन्टु एनदर केस, जो चाहिँ आकुजाटिभ रहेको छ, जसलाई हामीले डाइरेक्ट अब्जेक्ट भनेर बुझ्न सक्छौँ। अनि यो चाहिँ आकुजाटिभ केस चाहिँ टार्गेट हो, एउटा गोल हो जसमा चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। अनि आकुजाटिभले चाहिँ सिम्पली को माथि अथवा के माथि चाहिँ हाम्रो इफोर्ट लागिरहेछ अथवा काम भइरहेछ त्यसलाई चाहिँ जनाउने काम गर्छ। फर इक्जाम्पल, आई हिट अ बल भन्नुपर्दा म चाहिँ आई भन्ने बित्तिकै नोमिनाटिभ भइसकेँ। अनि द बल चाहिँ त्यहाँनिर आकुजाटिभ भयो है त। अब यहाँ चाहिँ केही की भबहरू छन्, जस्तै हाभेन, जेन र एसएन।
अब यी भर्बहरू हजुरले युज गर्दाखेरि चाहिँ डिरेक्ट अब्जेक्टलाई चाहिँ आकुजाटिभ केसमा चेन्ज गर्नुपर्ने हुन्छ है त। कसरी चेन्ज गर्ने त्यो चाहिँ हामी अहिले इक्जाम्पलमा हेर्नेछौँ। फर्स्ट इक्जाम्पलमा हेरौँ हामीले, इज जेह देन बाउम भनिरहेछ, आई सी द ट्री। आई भनेपछि त्यहाँनिर नोमिनेटिभ भइसक्यो सब्जेक्ट, अनि देन बाउम भन्ने बित्तिकै आकुजाटिभमा गइरहेछ, किनकि त्यहाँ हेर्ने मान्छे कसले काम गरेको भन्दाखेरि मैले, अनि के गरेको भन्दाखेरि ट्रीलाई हेरेको, देन ट्री होइन, देन बाउम सरी। अनि त्यहाँ हेर्नु होला डेर बाउम हुन्छ त्यो नोमिनेटिभमा भएको भए चाहिँ त्यो चाहिँ आकुजाटिभमा गएर देन बाउम भएको छ त्यो टेबल अनुसार है त। अर्को इक्जाम्पल हेरौँ, एर इस्ट आइनेन एप्पल। उसले चाहिँ स्याउ खायो रे। उसले स्याउ खाइरहेछ भने काम चाहिँ उसले गरिरहेछ नि त, त्यो ऊ चाहिँ एर चाहिँ गइरहेछ नोमिनेटिभमा, अनि के खाने काम भइरहेछ एप्पल। एप्पल खाने काम चाहिँ त्यो गोल भयो एउटा, त्यही भएर एप्पल चाहिँ आइनेनमा गयो उन बेस्टिम्टेड आर्टिकलको रुल लगाएर। अब थर्ड इक्जाम्पलमा चाहिँ के भइरहेछ हजुरले आफै हेर्नु होला। अब नेक्स्ट केस चाहिँ रहेको छ दाटिभ, जसलाई चाहिँ हामीले इनडिरेक्ट अब्जेक्ट भनेर पनि भन्ने गर्छौँ। अब यहाँनिर चाहिँ कसैलाई अब आकुजाटिभलाई डिरेक्ट अब्जेक्ट अनि दाटिभलाई इनडिरेक्ट अब्जेक्ट किन भनेको होला भन्ने लागिरहेको होला। डिरेक्ट अब्जेक्ट भनेको चाहिँ त्यो डिरेक्ट अब्जेक्ट बिना त्यो सेन्टेन्स चाहिँ इन्कम्प्लिट नै हुन्छ के। अब इन्डिरेक्ट अब्जेक्टलाई चाहिँ हामीले त्यो सेन्टेन्सबाट हटाउने हो भने चाहिँ त्यो सेन्टेन्समा खासै फरक पार्दैन भन्नाले त्यो सेन्टेन्स चाहिँ ग्रामेटिकल्ली करेक्ट चाहिँ हुन्छ। दाटिभ केसले चाहिँ रिसिभरलाई चाहिँ डिफाइन गर्छ कसको लागि भइरहेछ त त्यो काम, कसले त्यहाँबाट फाइदा पाइरहेछ, त्यसलाई चाहिँ दाटिभले डिफाइन गरिरहेको हुन्छ है त। अब यसको इक्जाम्पलबाट जाँदा झन् क्लियर भइन्छ, त्यसैले इक्जाम्पललाई हेर्छौँ। इस हेल्प देम मान भएको छ, आई हेल्प द मेन। अब त्यो हेल्प चाहिँ कसले पाइरहेछ त, रिसिभर त मेन हो नि त। अब त्यसैले त्यसको नोमिनेटिभमा हुँदाखेरि डेर मान हुन्छ, अब त्यसलाई चेन्ज गर्दाखेरि दाटिभमा जाँदाखेरि चाहिँ डेम मान भएको छ, सिम्पल। अब अर्को इक्जाम्पलमा जानु अघि चाहिँ एउटा कुरा म क्लियर गर्न चाहन्छु। अघिदेखि हामीले त्यो कसले गर्ने भनेर नोमिनेटिभ के भइरहेछ त्यो अनुसार आकुजाटिभ र कसले पाइरहेछ बेनिफिट त्यो अनुसारले दाटिभ भनिरहेछौँ नि, यो सबै चाहिँ कन्सेप्टको लागि मात्र हो। तर खासमा डिटरमाइन गर्ने केस चाहिँ भर्बले चाहिँ हो के। भर्बले चाहिँ केस डिटरमाइन गर्छ। अघि मैले त्यहाँ कि भर्ब भनेर लिस्ट आउट गरिदिरहेको थिएँ नि 2-3वटा, हो त्यो भर्बले चाहिँ डिटरमाइन गर्छ के। अब अहिले हजुर बिगिनर लेभलमा हुनुहुन्छ होला, तर पछि माथिको लेभलमा जाँदै गर्दा हजुरले त्यो भर्बहरू चाहिँ याद नै गर्नुपर्ने हुन्छ कि मेमोराइज नै गर्नुपर्ने हुन्छ। तर भर्बहरू त अलमोस्ट 1000-2000वटा नै होलान् नि, तर त्यो भर्बलाई चाहिँ हामीले कसरी मेमोराइज गर्ने त, त्यो त इम्पोसिबल कुरा हो। त्यसैले हामीले चाहिँ के गर्न सक्छौँ भनेपछि दाटिभ भर्बहरू जो छन्, दाटिभ भर्बहरू एकदमै लिमिटेड छन् आकुजाटिभ भन्दा। अलमोस्ट अल भर्बहरू चाहिँ आकुजाटिभ हुने गर्छन्। केही भर्बहरू चाहिँ जस्तै त्यो अघिको जाइन भर्ब त्यस्तो भर्ब चाहिँ नोमिनेटिभ हुने गर्छन्। त्यसलाई चाहिँ हामीले अलिकति ध्यानमा राखेर दाटिभ भर्बलाई चाहिँ हामीले याद गर्नु नै पर्ने हुन्छ बिस्तारै बिस्तारै। अब यहाँ अर्को इक्जाम्पलमा हेरौँ, दास क्लाइड गेहोट डेर फ्राउ भनिरहेछ, द ड्रेस बिलोङ्स टु ओमेन। अब यहाँमा त कसले केही पनि पाइरहेको छैन नि त, त्यो त ओमेनकै हो ड्रेस। तर त्यहाँ गेहोट भन्ने जुन भर्ब छ बिलोङ्स टु, त्यो चाहिँ दाटिभ भर्बमा पर्छ के। यसरी चाहिँ हामीले याद गर्नुपर्छ। अनि थर्डमा चाहिँ दी हेज अ पास्ट टाइम किन्ड भनिरहेछ, त्यो दास चाहिँ डेममा चेन्ज भइरहेछ, त्यसमा मात्रै ध्यान दिनु होला हजुरले। अनि दाटिभ भर्बहरूलाई चाहिँ याद गर्ने ट्राई गर्नु होला है त। अब यहाँनिर एउटा यस्तो केस पनि आउन सक्छ जतिखेर एउटा सेन्टेन्समा दुईटा अब दाटिभ र आकुजाटिभ पनि आउन सक्छ कि एकैचोटि। अब त्यतिखेर चाहिँ कसरी केलाई कुनलाई दाटिभमा चेन्ज गर्ने अनि कुनलाई आकुजाटिभमा चेन्ज गर्ने कन्फ्युजन हुनसक्छ नि त। त्यसको लागि चाहिँ हामीसँग चाहिँ एउटा गोल्डन रुल रहेको छ, जसलाई चाहिँ हामी भन्छौँ सम वान भर्सेस समथिङ। अब यसमा चाहिँ सम वान भनेको जहिले पनि दाटिभ हुने गर्छ भने समथिङ भनेको चाहिँ जहिले पनि आकुजाटिभ हुने गर्छ के। अब यसमा इक्जाम्पल हेरेर ट्राई गरौँ है त बुझ्ने। इक्जाम्पल चाहिँ हेरौँ, इज स्याङ्क डे मुटर दि ब्लुमेन।
आई गिफ्ट द फ्लावर टु माई मदर भनिरहेछ। अब यसमा सम वानको हो त, मदर हो सम वान भनेको। अब त्यहाँ चाहिँ डी मुटर चाहिँ चेन्ज हुनुभएको छ केमा, डेयर मुटरमा। अनि डी ब्लुमेन भनेको समथिङ हो, केही चिज हो, त्यो चाहिँ डी ब्लुमेन नै हुन्छ नोमिनाटीमा पनि, आकुजाटीमा पनि डी ब्लुमेनमा नै रहेको छ है त। एर चाइट डेम फ्रोइन डास आउटो भनिरहेछ अर्को इक्जाम्पलमा। यसमा चाहिँ सम वान भनेको फ्रोइन्ड हो नि त। फ्रोइन्ड चाहिँ डेर फ्रोइन्डदेखि डेम फ्रोइन्डमा चेन्ज भएको छ डाटिभमा भनेपछि डास आउटो चाहिँ आकुजाटिभमा छ, जुन चाहिँ डासमा नै रहेको छ। यदि त्यो डाटिभमा चेन्ज भएको भए त्यो हुन्थ्यो डेममा। अब थर्ड इक्जाम्पलमा चाहिँ के भइरहेछ त्यसमा, डेम किन्ड किन भयो त्यसमा भनेर चाहिँ हजुरले हामीलाई कमेन्ट सेक्सनमा भन्न सक्नुहुन्छ है त। के साथीभाइहरू, जर्मन केसेसको काजुसको कन्सेप्ट चाहिँ बुझ्नुपर्ने कुरा यति नै हो। अनि मैले चाहिँ यहाँ हजुरलाई सम वान भर्सेस समथिङ भर्ब चाहिँ लिस्ट आउट गरिदिएको छु फर प्र्याक्टिसको लागि। यो चाहिँ हजुरले घरमा प्र्याक्टिस गर्न सक्नुहुन्छ र यसमा सेन्टेन्स बनाएर चाहिँ पर्फेक्ट हुन सक्नुहुन्छ है त। अनि यहाँ केही डाटिभ भर्बहरू पनि छन्। यी चाहिँ अब केही डाटिभ भर्बहरू मैले लिस्ट आउट गरिदिएको छु। अब योभन्दा बढी हजुरलाई जान्ने इच्छा छ भन्दा हजुरले नेटमा यताउता सर्च गर्न सक्नुहुन्छ अनि आफ्नो भोक्याबलाई चाहिँ स्ट्रङ पार्न सक्नुहुन्छ है त। जर्मन केसेस काजुसको लागि चाहिँ अब यो भिडियो यति नै। अनि अब हजुरलाई मैले पढाएको, मैले हजुरलाई बुझाएको राम्रो लागिरहेछ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिचिदिनु होला, जसले गर्दा मलाई अलिकति भए नि मोटिभेसन मिल्नेछ भिडियो गराउनलाई। अनि यदि हजुर कुनै यस्तै टपिकमा कन्फ्युज हुनुहुन्छ भने चाहिँ कमेन्ट सेक्सनमा लेख्न नभुल्नु होला। अनि म त्यो भिडियो चाहिँ अर्को सेसनमा चाहिँ बनाउने छु। अहिलेको लागि चियर्स, बाई।